हेलो गाइस, आज डे 3 चिकनको क्यानोइङ जाने अनि सुमिदाईको पार्टी एटेन्ड गर्ने ब्याक टु काठमाडौँ स्टेडियम है गाइस। उसो लाग्छ एकदमै। सनराइज यो आइकार आएछ त्यहाँ पनि आइकार के ब्रेकफास्टको लागि रेडी हामी सबै टोली। ब्रेकफास्टको लागि हामी किनारमा यतिको चिसो सहन सक्दैन तिमीले ल्याउँछ। सर्वशास्त्र प्रवक्तारं भार्गवं ॐ हिमकुन्द मृणालाभं दैत्यानां परमं गुरुं हामी फर्स्ट हो कि के भएछ? ॐ हिमकुन्द मृणालाभं दैत्यानां भजन जानी भजन। कर्पोरेट डिस्काउन्ट छ नि हाम्रो हिजोको। कर्पोरेट डिस्काउन्ट चाहिँ छ नि दिदी। मर्निङको ब्रेकफास्टको डिस्काउन्ट हुँदैन। एक्सन ल हो ल ल ल ल ल ल ल ल हो ल हो भुटाल्यो 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 ल मिल्यो मिल्यो ल ह्याप्पी इन्डिङ। क्यानोइङतिर हामी गाइजहरू क्यानोइङतिर क्यानोइङतिर कस्तो हन्टेड फिल्मको जस्तो त्यो आइरहेछ क्या। क्यानोइङको लागि आए ल। ए हस् हुन्छ हस् त हस् त होइन गाडी चलाउनु हेर्दै मजा आउँला जस्तो हो क्या। होइन सर गाडी चलाउनु पानी भनेको त्यही भएर हजुर यहाँ होचो देखिँदैन यहाँ धेरै होचो छ यहाँ मजा आउँछ अगाडि त हेर सर अगाडि त F1 कार चलाएको माया हेर कति माया यो हो नि त।
भनेर आऊ होइन राम राम भैया राम राम भैया जय सिया राम 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 भैया जय सिया राम राधे राधे अब के भयो अच्छा भ्यू देखेको छु ल अलि अगाडि लानु हुँदैन नै त्यो तारा भएको आउँछ हान्न आउँछ अस्ति हामी छिरा बेलामा आर्मी सके भयो ओइ कति धेरै त्यो त पियरमा हुन्छ जोडी हुन्छ होइन अहिले कराइरहेको नि पानी छैन कता तल यो त पानीको ब्रान्च हो यो सानो हेलो हेलो बसम 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 मिलाउनु पर्छ सबै एक्लै एक्लै बस्नु ल एउटा दुईजना बस्नु पर्यो म फर्स्ट बेन्चमा बस्छ हुन्छ अगाडि बस्दा पनि हुन्छ तर मिलाएर बस्नु ब्यालेन्स गर्नुपर्छ क्या है ये यतै बस्छ यता बस्यो नि धेरै अगाडि हेभी भयो भने ठिक छ भयो है हजुर म यहाँ के यहाँ तपाईँ यसमा बस्नु हो भने अलि एक स्टेप पछाडि आउनु हो एक स्टेप पछाडि आउनु बिचमा बस्नु ल कहाँ बस्नु अगाडि उता माछाको घुराएर यो चितवन राष्ट्रिय निकुञ्जको इस्टर्न पार्ट भन्छ यो माथिल्लो भेग हो यो तलतिर नि भइरहेछ बोटिङ तर यो चाहिँ माथिल्लो भेगमा हो यो चाहिँ अहिले हामी जहाँ गइरहेछौँ यसलाई राप्ती रिभर भन्छ राप्ती खोला यो चाहिँ चितवन राष्ट्रिय निकुञ्जको मुख्य बोर्डर यो चाहिँ राप्ती खोला जहाँबाट बग्छ त्यसले नै चितवन राष्ट्रिय निकुञ्जको बोर्डर चाहिँ कायम गरिदिन्छ त्यो भएर राप्ती खोलालाई चाहिँ चितवन राष्ट्रिय निकुञ्जको बोर्डर भनिन्छ यस हजुर नेचुरल बोर्डर यो जहाँबाट बग्छ त्यो चितवन राष्ट्रिय निकुञ्जभित्र पर्छ र यो चितवन राष्ट्रिय निकुञ्जको राप्ती रिभरमा चाहिँ दुई किसिमका गोहीहरू भेटिन्छन् घडियल क्रोकोडाइल र मार्स मगर क्रोकोडाइल मार्स मगर क्रोकोडाइल चाहिँ हामीसँग यसको राम्रो पपुलेसन छ किनभने यो कुनै पनि ठाउँमा सर्भाइभ हुनसक्छ तपाईँको इभन कल्टिभेसन एरिया लेक होइन तपाईँको स्वाम्प एरिया जुनसुकै ठाउँमा पनि सर्भाइभ हुनसक्छ र जे भेट्यो त्यो खान्छ यसले यो चाहिँ कार्निभर्समा पर्छ र यसले चाहिँ एनिमल्सहरू नि खान्छ र अहिले चाहिँ ह्युमेनलाई पनि एट्याक गरेर आउँछ है र अर्को चाहिँ हामीसँग छ घडियल क्रोकोडाइल जुन चाहिँ लङ स्नाउट हुन्छ अलिकति थिन लामो खालको मुख हुन्छ चुच्चो यो चाहिँ इन्डेन्जर स्पेसिसमा पर्छ र यो चाहिँ फ्रेस वाटरमा मात्रै पाइन्छ यस्तै करेन्ट बगेको फ्रेसहरू सफा पानीमा पाइन्छ त्यो भएर राप्ती खोला चाहिँ स्टिल अहिले पनि सफा छ भनिन्छ किनभने त्यो घडियल क्रोकोडाइलको पपुलेसन राम्रो छ यसमा यो पहिला चाहिँ तपाईँको चाहिँ नि पाकिस्तान अफगानिस्तानसम्म पाइन्थ्यो अरे तर धेरै ठाउँबाट एक्सटिन्ट हुँदै हराउँदै सिद्धिसक्यो अहिले पाइने भनेको नेपालको केही खोलाहरूमा जस्तो चितवन राष्ट्रिय निकुञ्जको यो राप्ती रिभरमा पाइन्छ बर्दियाको बबई खोलामा पाइन्छ र भारतको केही खोलाहरूमा पाइन्छ र अन्य ठाउँबाट लोप हुँदै गइसक्यो त्यो सँगसँगै यो राप्ती खोलामा हामीसँग थुप्रै वाटर बर्ड्सहरू पाइन्छ केही रेसिडेन्टल केही माइग्रेट गरेर तपाईँको टाढादेखि कोही साइबेरियाबाट आउँछन् कोही चाहिँ अफ्रिकातिरबाट आउँछन् हैन कोही चाहिँ चाइनाबाट कोही श्रीलङ्काबाट फरक ठाउँबाट चराहरू माइग्रेट गरेर आइरहेको हुन्छन् जस्तो हामीले देख्न सकिन्छ यहाँ दुईवटा हाँस देखिया छ रुडी सेलडक भन्छ यो चाहिँ साइबेरियातिरबाट आउँछ साइबेरियाबाट उडी आउने हो हामीसँग चितवन नेसनल पार्कमा केही चराहरू त्यस्ता छन् जसलाई गुज भन्छौँ
त्यो गुजहरू माउन्ट एभरेस्ट भन्दा पनि माथिबाट चाहिँ नि 12,000 फिट माथिबाट चाहिँ नि फ्लाइट गरेर आउँछन्, त्यति माथिबाट आउँछन्। यिनीहरू चाहिँ त्यो सगरमाथा टपेर आउन सक्दैनन्, तर बार हेडेड गुज भन्ने चाहिँ सगरमाथाभन्दा पनि माथिबाट चाहिँ नि उडेर आउँछन्। त्यस्ता चराहरू यहाँ माइग्रेट गरेर आउँछन्। यिनीहरू चाहिँ यो विन्टर टाइममा मात्रै आउँछन्। विशेष गरी विन्टर टाइममा चाहिँ यिनीहरूले एनर्जी कलेक्ट गर्नलाई तपाईँको माथि चिसो हुन्छ र सबै हिउँ परिसकेको हुन्छ र तिनीहरूले यहाँ चाहिँ फिडिङको लागि आउँछन् र 3 महिना जति बस्छन् र 3 महिनापछि फेरि यिनीहरू ब्रिडिङको लागि चाहिँ आफ्नो एनर्जी कलेक्ट भइसकेपछि फुल एनर्जी भइसकेपछि अनि यहाँबाट फेरि उडेर त्यही चिसो ठाउँमा गएर ब्रिडिङहरू गराउँछन्, ब्रिडिङ गर्छन्। र फरेस्ट बर्डहरू चाहिँ हामीसँग धेरै माइग्रेट गर्छन्। यहाँ चाहिँ ब्रिडिङ गर्न आउने जस्तो एकदमै ब्युटिफुल लामो पुच्छर भएको जस्तो प्याराडाइज फ्लाइ क्याचरहरू भन्ने एकदमै राम्रो ब्युटिफुल चराहरू चाहिँ यहाँ ब्रिडिङ गर्न आउँछन्, जुन चाहिँ हामीसँग 650 को हाराहारीमा चाहिँ नि रेकर्ड छ। नम्बर अफ स्पेसिस, पपुलेसन होइन कि नम्बर अफ स्पेसिस चाहिँ 650। त्यो भएर यसलाई चाहिँ जस चराको लागि प्याराडाइज पनि भन्छ। विशेष चरा हेर्न आउनेलाई चाहिँ यसमा धेरै स्पेसिसहरू चाहिँ हेर्न सकिन्छ। यो नेपालमै पाइने चराहरू मध्येमा 50% भन्दा बढी चरा चाहिँ यहाँ चितवन राष्ट्रिय निकुञ्जमा रेकर्ड छ। जुन चाहिँ नेपालमा 950 प्रजातिको पाइन्छ भने 650 प्रजातिको चाहिँ चितवन नेसनल पार्कमै पाइन्छ। चखेवा होइन, यो चखेवा, यसलाई चखेवा रुडी सेल्डक भन्छ। अर्को ब्राह्मणी डक पनि भन्छ यसलाई, र अनि लभ बर्ड पनि भन्छ, किनभने यिनीहरू अलवेज कपालमा बसिरहन्छन्। त्यो त यहाँ रैथाने हो नि? होइन, यो माइग्रेटरी बर्ड, माइग्रेटरी हो, रैथाने होइन, यो माइग्रेटरी हो। यिनीहरू सधैँ कपालमा बस्छन्। अघि यस्तो पहाडीबाट हेरेको यिनीहरूलाई ब्राह्मणी डक चाहिँ किन भनिन्छ भने यिनीहरू भेजिटेरियन हो, यिनीहरूले माछाहरू खाँदैन। यहाँ कतिको माछा पाइन्छ? माछा प्रशस्त पाइन्छ। अब मार्न पाइँदैन, कहीँ छ इलिगल रूपमा चाहिँ कसैले मार्छन् पनि। यहाँको मिठो हुन्छ यहाँको माछा? मिठो हुन्छ। यो फ्रेस वाटरको माछा हो, यो त लोकल। असला पाइन्छ? असला माछा चाहिँ स्प्रिङ वाटरहरूमा पनि हुन्छ होइन, यहाँ पाइने भनेको। अनि यो नदी यो खासै ठुलो त रहेन नि? हजुर, कतै ठुलो छ कतै सानो मान्छे जोड्नु छ। यो त अहिले हिउँदो, यो पानी नहुने बेला हो। यो त मनसुन टाइममा त एकदमै एग्रेसिभ हुन्छ, यो पुरै कभर गरिदिन्छ, एकदम अथाह ठुलो हुन्छ यो त मनसुन टाइममा चाहिँ। त्यसरी चाहिँ क्यानोइङ गर्नु सक्ने? गराउँछ। खै ताल जस्तो छ नि छेउमा अगाडि सिधै लामो घडियाल क्रोकोडाइल छ। ऊ त्यो छेउको बाहिर निस्किएर बस्दैन दाइ? बस्छ नि घाममा, घाममा बसिरहेको छ र। तिमी त्यो सौरा लेखेको थिएन, आई लभ सौरा लेखेको छ नि, त्यहाँ तलतिर हेर न टन्नै देख्छ क्या। गोइ त जाने देखिन्छ कि? गई त देखिन्छ, घरियाल चाहिँ घडियालै हुन्छ त्यहाँ, बगर हुँदैन त्यहाँ। यो गोइले मान्छे खान्छ कि नै? यसले खाँदैन, घडियालले खाँदैन। एउटा ऊ त्यहाँ बसेको छ, हो यही कर्नरमा बसिरहेको छ। नजिकै जाऊँ न। हुँदैन, भाग्छ। भाग्छ हो? नाम तापिरहेको छ क्या, यो नि घडियाल हो। बाघहरू आएपछि त भागिहाल्छ नि अनि। नजिक नआऊ भनेर गीत गाउँछ अहिले कोहीले। डर लाग्दैछ देख्यो, ठ्याक्कै गीत गाएर गइहाल्यो नि। थाहा पाएको होइन होला त्यो? होइन, के सङ्केत हुनसक्छ कहिले के त्यसो देखेर, मुभमेन्ट भए देखेर। हिँड्यो पानीमाथि सर्दै। यो त कस्तो गयो हेर नि यहाँतिर चाहिँ स्यालो। यो त वाटरप्रुफ होइन? कुन यो? खै टेस्ट गरेर खाएन मैले। गर्ने नै यही छ त हो। यहीँ छ एउटा। ऊ कस्तो मुख मासु निकाल्यो। बच्चा जस्तो है। खास यो गोइले के काम गर्छ र यिनीहरू किन? प्रकृतिमा सबै चिजको काम छ। यसले यिनीहरूले के खान्छन्? माछा? माछा माथिमा त कस्तो यार सुँड है। मान्छे खाँदैन नि यसले।
अनि गोहीको आँसु जस्तो नजार भन्छ नि खास सर त्यसको के अर्थ हो सर त्यसको अर्थ के हो होइन त्यो अब खाइसकेपछि रुन्छ अरे गयो भन्छ होइन हो अनि खाएपछि रुन्छ अरे त्यो अटोमेटिक खाएपछि अनि उसको आँखाबाट आँसु आइरहने भएर अनि त्यो गएको आँसु खास जनावर त जन्मिँदै त्यो पौडी खेल्न जानिसकेको हुन्छ नि तर्छ हात्ती मजा जति गएर नि तर्छ मान्छे नै राखेर मान्छे नै राखेर तर्यो मान्छे डराउनु आफ्नो ठाउँमा हो होइन पौडी खेल्छ मान्छे डराउनु चाहिँ आफ्नो ठाउँमा हो मान्छे डर लाग्छ उसलाई नजाऊ भन्ने हुन्छ होइन उसलाई छोडिदिनु पौडी खुट्टाले खेल्छ होइन खुट्टाले खेल्छ तपाईँ उसले पौडी खेलेको श्रीलङ्कामा समुद्रमा चाहिँ पौडी खेलेको हेर्दै त हो समुद्रभित्र पुरै हात्ती पौडी खेलेर हेर्ने जसले पानी नदेखाएको कुकुर भने त ताल जहाँ पानी नदेखाएको कुकुरले पानी पौडी खेल्छ भने त जनावर सबै गुडसिमर हो कि हामी मात्र हो हामीलाई सिकाउनु पर्ने मेन पनि अब नेचुरल रूपमा नेचुरलसँगै चल्यो भने जस्तो सानो बच्चालाई छोडिदियो भने पौडी खेल्छ किनभने उसलाई डुब्छु भन्ने डर छैन नि त मस्त हात खुट्टा चलेपछि तैरिन्छ क्या ओ माइ गॉड चिसो जति घाम लाग्दै गयो त्यति चिसो हुँदै जान्छ बिहान एकदमै बिहानै आउनुभयो भने तातो हुन्छ तपाईँको सावरमा आउने वार्म पानी हुन्छ नि त्यस्तै तातो हुन्छ यो जमिन मुनिबाट आउने भएर त्यो बच्चालाई ल्यान्ड ब्रिज र सी ब्रिज भनेर त पढ्यो अलिअलि बिर्स त्यहीँ गई ओ के देख्नु सर होइन गरिदिइहाल्थ्यो र अरूले खोलामा माछा समाउँछ मैले ढुङ्गा समाएँ पनि भेटेन है एन्ड अफ आवर जर्नी हो ल हाम्रो गाइड दाजुले टाइगरको फुटप्रिन्ट देखाउने रे है त भरेर आइदियो भने मनोज है सक्छ नि होइन अन्त यहाँ छ है फ्रेस नै यहाँ पनि छ है हल्कै हुँदो रहेछ क्या माटो मलाई टिका लगाउन लाग्यो कि के हो सोचिरहेको कतिको दबिया हुन्छ भनेर हेरेको क्या कतिको दबिया हुन्छ भनेर हेरेको पज भन्छ के अरे के भन्छ टोलीहरू 20,000 ताल किलो अब 20,000 ताल होइन भात खाने यहीँ होइन र अहिले पहिला भात खाने कमान्डरमा नि पहिला भात के भन्छ खाने मलाई कहाँ 20,000 धानीहरूले भोक लागिरहेछ यहाँ पहिला भात खाने रे 20,000 गएको त 20,000 रुपियाँ लाग्छ नि भाइ ओके छ त या रेडी कमान्डरहरू किचन John लोकल आइया आउने भने अरू के यसो भन्दै गरौँ बनाएर राखिँदैन हरेक चिज बनाउनु पर्ने हो हुन्छ पिरो कम खानुपर्ने हामी त्यो मान्छे टाइम लाग्छ सर बनाएर राखिँदैन बनाउनु पर्ने हो है 1 घन्टै लाग्छ के कुद्नु है 1 घन्टापछि पनि भोक लाग्छ हाम्रो अर्डर आए मात्र बनाउँदै बनाएर के भन्दैन कमान्डरमा आज पनि फर्कायो हामीलाई 1 घन्टा लाग्छ है हामीसँग टाइम छैन हामी बिजी मान्छे ट्राई गरौँ त्यसो भए पनि होइन बरु अहिले एक्चुअली हामीलाई त्यो कुन गल्लीबाट छिराउँदा एउटा थियो नि त्यो किचन नेपाली किचन कि के हो मैले भनेको तपाईँले यता हिँड्नु न है राइटमा राइटतिर जानु अरू त्यो अहिले हामी आएको बाटोमा थियो नि बरु एउटा क्या हो त्यही भने हो त्यो चाहिँ ठिक छ यहाँ छ कुन चाहिँ एउटा छ मैले के पढाएको छु क्या यहाँ कहाँ कुन चाहिँ हो झन्डै
देखिरहेको छु यो एउटा चाहिँ यो के अगाडि यो के किचन थारू किचन छ त यहाँ यो ठुलो यताकै थारू किचन छ त यहाँ ठुलो यो त मैले खाएको छैन है नखाएको यहाँ पाइन्छ यहाँ पाइन्छ यहाँ नखाएको त छुइनँ होइन के अलि अगाडि छ खाने खाऊ नि त ठुलो छ यहाँ यो मैले यो एउटा चाहिँ कुन चाहिँ एउटा यता गाउँमा खाँदाखेरि चाहिँ त्यो राम्रो छैन त्यो चाहिँ नाम मात्रको हो होइन त्यो थारू किचनमा पनि पाइन्छ जस्तो छ राम्रो पाइन्छ होला ट्राई गरौँ त यहाँनिर रहेछ घुमौँ ल है चटपट चन्दन चटपट किलो पाँच लिएर आलु लगायो आलु केरा हुँदैन कि पापडी चाटमा हो त्यो तातोवालामा केरा हुन्छ कि समोसामा धेरै नखाऊ त्यस्तो स्न्याक्स जसरी मात्र स्न्याक्स जसरी स्न्याक्स जसरी पापडी चाट एउटा पानीपुरी एउटा सस पानीपुरी खोजिहाल्नु टिकटक खाएर हाट मलाई चाहिँ पिरो लाग्यो म खान्न है हो मिठो जस्तो यति मात्रै चाख्यो उहाँलाई दहीपुरी उहाँलाई जय गणेश कस्तो मच्की मच्की आउनुभयो अर्को नि आयो है कमान्डर फेरि है त यहाँ पनि 1 घन्टा लाग्ने रे हामी फेरि कमान्डर आयौँ हामी फेरि आयौँ किन नखाने लोकल ब्रोइलर खाने ब्रोइलर छ के हाँसको छोला छ हो के कुन चाहिँ टाइम लाग्छ त्यो 3टामा यसो गर्नु नि त चाँडो कुन चाहिँ हुन्छ फास्ट फास्ट खाउँ त हाँसो माछा भात ल त्यही खाऊ हो तिमी हाँसको छोला खाऊ नि त अनि हेर ऊ खाऊ प्राउन खाऊ प्राउन हुन्छ झिँगे झिँगे छैन कति छ सक्यो नि यस्तो गरौँ भात यस्तो गर्नु चिकन भात गराउनु अनि हाँसको छोला गराउनु टाइम लाग्छ होइन भात पकाउनु बन्दासम्म त छोला पनि बन्ला नि भातै तिर 20,000
ताल कार पार्किङ यता राइट साइड यो के हो 20,000 यही हो 20,000 ताल अघि भन्थ्यो त मेरो फोटो खिच्यो त ओके त त्यो फर्क्यो अब जाम बाघ हेर्न एकछिन फोटो खिचौँ न एक दुईवटा चक्क बाघ हेर्न जाने नि त अब हामी बाघ हेर्न जानु लाग्यो एकजना बाघ चाहिँ यहीँ छ है यहीँ छ बाघले गाडी चलाउँदै हुनुहुन्छ काठको त्यो अहिले त खोला पनि भइसकेको छ अपग्रेड भयो पैसा कमाएर कृपया हो हल्ला नगरौँ है हो हल्ला नगरौँ यहाँबाट हेर्नु देखिन्छ यता कि यता देखिन्छ यहाँ रे आऊ ओ सुत्या छ बाघ हेरिसकेको अवस्था हो अलिकति बाई ल बाई सनसेट अरे रेडी है पार्टी जानलाई हाम्रो सबभन्दा ह्यान्डसम मान्छे पछाडि लुकेर बस्या ल